सम्पूर्णमा नमस्कार। आज हामी घर बनाउँदाखेरि चाहिँ नेपालमा कति लागत लाग्छ त, कति खर्च लाग्छ भन्ने एउटा अनुमानसहित भिडियो बनाएर आएका छौँ। नेपालमा सामान्यतः घर बनाउँदाखेरि प्राय प्रति स्क्वायर फिट रु 3000 देखि रु 5000 सम्म लाग्ने गरेको छ। यसमा चाहिँ विभिन्न सामग्री अनुसार उनीहरूको मूल्य अनुसार चाहिँ नेपालमा घर बनाउँदाखेरि मूल्य तलमाथि जाने गरेको छ र सबैभन्दा बढी महत्त्वपूर्ण सामानहरूको चाहिँ केही डिटेलमा आज हामी कुराकानी गर्नेछौँ। जस्तै घर बनाउँदा सर्वप्रथम त इट्टा भइगयो। गुणस्तर भएको फर्स्ट क्लास इट्टा नेपालमा चाहिँ ठाउँ अनुसार रु 15 देखि रु 24 सम्म चाहिँ पर्न जाने गर्छ। र यसै गरी एउटा सामान्य 2.5 तलाको घर बनाउँदाखेरि चाहिँ इट्टामा मात्र लगभग रु 4.5 देखि 5 लाख रुपियाँसम्म चाहिँ पुग्न जान्छ। त्यसै गरी कुरा गरौँ सिमेन्टको खर्च पनि घर बनाउँदाखेरि एकदमै महत्त्वपूर्ण खर्च हुन्छ र सिमेन्ट नेपाली बजारमा चाहिँ विभिन्न प्रकारको पाइन्छ। ओपिसी, पिपिसी र पिसिसी सिमेन्टहरू। यिनीहरूको मूल्य चाहिँ सामान्य नेपाली बजारमा चाहिँ रु 700 देखि 920 सम्म पर्न जान्छ एउटा 50 किलोको सिमेन्टको बोराको लागि। त्यसै गरी आएको छ टिएमटी स्टिल रिबारहरू र यसको मूल्य पनि घर बनाउँदाखेरि चाहिँ एकदमै महत्त्वपूर्ण भएर जान्छ। सामान्यतः यो रड र स्टिलहरूको मूल्य चाहिँ नेपाली बजारमा रु 90 देखि रु 120 र 130 सम्म पनि पर्न जाने गर्दछ। र रड चुज गर्दाखेरि चाहिँ हामीले फ्याक्ट्रीबाट आउँदाखेरि उसको स्ट्रेन्थ कस्तो छ त्यो चाहिँ एकदम चेक गरेर नै भरपर्दो रड लिनुपर्ने हुन्छ। र त्यसपछि आउँछ सबैभन्दा महत्त्वपूर्ण बालुवा, गिटी, एग्रिगेटहरू। र एग्रिगेटहरू चाहिँ ठाउँ अनुसार ट्रक, टिप्परको क्षमता अनुसार। त्यस्तै गरी कुरा गरौँ प्लम्बिङको, त्यसपछि इलेक्ट्रोनिक्सको, यो पनि अब घर अनुसार नै फरक पर्न जाने गर्छ, ठाउँ अनुसार, मार्केट अनुसार फरक पर्न जाने गर्छ। र लगभग हामीले यसमा चाहिँ 8 देखि 14% सम्म चाहिँ कुल लागतको यसमा खर्च जान्छ भन्ने अनुमान गर्न सकिन्छ। त्यस्तै गरी मजदुरीको कुरा गर्ने हो भने चाहिँ नेपाल सरकारको 2025 को नियमअनुसार 19,500 रुपियाँ प्रति महिनाको न्यूनतम तलब तोके तापनि यो चाहिँ लेबरको उपलब्धता र मार्केट अनुसार नै यसको फरक पर्न जाने गर्दछ। यसरी र यसको चाहिँ दक्ष कामदार र अदक्ष कामदार अनुसार नै छुट्टै रेटहरू पनि पर्न जाने गर्दछ। र अब कुरा गरौँ एउटा सामान्य एक तले 3 आनामा बनेको लगभग 1000 स्क्वायर फिटको घरको। घर बनाउँदाखेरि चाहिँ हामी खासमा क्लासको आधारमा चाहिँ बनाउँछौँ, क्लास ए, क्लास बी, क्लास सी गरेर। र क्लास ए घरको कुरा गर्दाखेरि चाहिँ लगभग प्रति स्क्वायर फिट हामी औसतमा रु 5000 रुपियाँलाई लिएर काम गर्न सक्छौँ। र यसरी चाहिँ एउटा एक तले 1000 स्क्वायर फिटको घरको लागि चाहिँ रु 50 लाखसम्म पर्न जाने गर्दछ। त्यसै गरी क्लास बी र क्लास सीको घरको कुरा गर्दाखेरि चाहिँ क्रमअनुसार रु 4000 प्रति स्क्वायर फिट र रु 3000 प्रति स्क्वायर फिट, जसले चाहिँ टोटल लागत चाहिँ हाम्रो 40 लाख रुपियाँ र 30 लाख रुपियाँसम्म आउने गर्दछ। र यसै गरी चाहिँ घर बनाउँदाखेरि चाहिँ पैसा कसरी जोगाउने केही प्र्याक्टिकल टिप्स पनि हामीले लिएर आएका छौँ। सर्वप्रथम त घर बनाउँदाखेरि सिधै जग्गा हेरेर खन्ने काम नगरौँ, जग खन्ने काम नगरौँ। सबैभन्दा सुरुमा प्राविधिकको सल्लाह अनुसार ड्रइङका कामहरू गरेर आफ्नो इस्टिमेट गरेर काम गर्नु आवश्यक हुन्छ। त्यसरी आफू खुसी घर जग्गा बनाउँदाखेरि जग खन्ने काम गर्दाखेरि त्यो कानुनगत रूपमा पनि अवैध हुन्छ र त्यसले विभिन्न समस्याहरू पनि बिउताउँछन् र त्यसले सर्वप्रथम त विभिन्न कानुनी समस्या र उल्झनहरू पनि ल्याउँछन् र त्यसले गर्दाखेरि खर्च पनि अवश्य रूपमा नै त्यो बढ्न जाने गर्दछ। र सबैभन्दा ठुलो कुरा चाहिँ हामीले घर बनाउँदा हेर्नुपर्ने चाहिँ सेफ्टी हो। र त्यसरी गराउँदाखेरि चाहिँ सेफ्टीलाई हामीले कम्प्रोमाइज गरेको धेरै ठाउँमा पाएका हुन्छौँ। अहिले नेपालमा चाहिँ घरहरू बनाउँदाखेरि चाहिँ भूकम्प प्रतिरोधात्मक घर बनाउनै पर्ने हुनेछ, त्यही अनुसारको डिजाइन भएका घरहरू चाहिँ बनाउनु पर्नेछ। र यो आफू खुसी जग खनेर घर बनाउने कन्सेप्ट चाहिँ यसको अन्त्य गर्नुपर्नेछ। र त्यस्तै गरी चाहिँ स्थानीय गुणस्तरका इट्टा, सिमेन्ट र स्टिलहरू किन्दाखेरि चाहिँ हामीले थोक मूल्यमा किन्नुपर्नेछ। यसको लागि राम्रोसँग इस्टिमेट भयो भने चाहिँ ढुवानी खर्चहरूमा बचाउन सकिन्छ। पटक त्यसलाई किनिरहन पर्ने झन्झटबाट चाहिँ हामी बच्न सकिन्छ। र त्यस्तै गरी डिजाइन गर्दाखेरि चाहिँ सादा, आफूलाई चाहिँ आफ्नो आवश्यकताको अनुसार घर बनाउँदाखेरि चाहिँ हामीले खर्च धेरै रूपमा चाहिँ कम गर्न सक्नेछौँ। आफूलाई चाहिएको कस्तो हो, सुरक्षामा कम्प्रोमाइज नगरिकन एस्थेटिक भ्यू, ब्युटीको पोइन्टबाट पनि आफूले आफ्नो मनले सन्तुष्ट हुने गरी गर्दाखेरि
मूल्य चाहिँ अवश्य रूपमा त्यो कम नै भएर जानेछ। र यसै गरी राम्रो प्लानिङ गरेर प्राविधिकको सहयोग अनुसार चाहिँ प्राविधिकको सल्लाहमा चाहिँ घर बनाउँदाखेरि चाहिँ तपाईँहरूको लागत चाहिँ अत्यन्तै कम हुन जानेछ। र अन्त्यमा चाहिँ यदि तपाईँहरू चाहिँ अब छिट्टै घर बनाउने सोचिराख्नु भएको छ र यसको तयारी तपाईँले चाल्नु भएको छ भने हामी लक्ष्मी कन्स्ट्रक्सन्स एन्ड कन्सल्टेन्सी सर्भिस लिमिटेडलाई चाहिँ सम्पर्क गर्न नभुल्नुहोला। हामी सम्पूर्ण प्राविधिक सहयोग जस्तै नक्सा डिजाइन, नक्सा पास, एस्टिमेटका कामहरू सबैमा तपाईँहरूलाई चाहिँ सहयोग गर्न तत्पर छौँ। हस्त, धन्यवाद।